बुढी मेरो लागि अब 2 घन्टा त कुरिहाल्छौ नि। छिटो आऊ है, यहाँ मान्छेलाई हतार बेसीको। हुन्छ, के कुराको हतार हो बुढी, त्यस्तो म आइहालेँ नि अब तिम्रो लागि। ल ल। करिब 2 घन्टापछि छोरा दही नि खाइहाल है। ल लाउरी, म भोलि चक्लेट खान आउँछु है त। ल छोरा थाकेर आएछ होला, जा नुहाइधुवाइ गर अनि खाना खाऊँला है। छोरा थाकेर आइस होला है। हो आमा, साह्रै थाकेछु म त। बरु आमालाई चाहिँ एउटा कुरा लिएर आएको छु मैले। के लिएर आइस छोरा? एउटा सानो कुरा लिएर आइरहेको छु। ओहो, मेरो छोराले मलाई सुनको चुरा लिएर आइदिए रहेछ। आहा नि छोरा, हेर छोरा, हजुरलाई एकदमै मन पर्यो। अब हेर बाबु, मलाई त सुनको चुरा लाउनु रहर थियो, त्यो नि तिमीले पुरा गरिदेऊ होइन। एउटा नातिनी त छँदैछ, अब एउटा नाति खेलाउनु मेरो एकदमै ठुलो इच्छा छ, त्यो पनि मेरो चाँडै पुरा गरिदे ल। हुन्छ आमा, त्यसको बारेमा त सोचौँला नि बिस्तारै। ल ल, त्यसो भए अब खाना खाऊँ। हुन्छ आमा। ल छोरा, मैले त खाना खाएँ, अब त पनि खाना खा, बुहारी नि खाऊ, अनि त्यसपछि आराम गर है त। म गएँ। हुन्छ आमा। लाहोरे राजन र अरू मलाई थाहा थियो तिमीलाई मनपर्छ भनेर। आज के हो, बुढीमा छौ क्या हो तिमी त? आमाले भनेको कुरा पनि ठिकै लाग्यो बुढी मलाई। आजको यही मौकामा एउटा छोरा पाइदिउँ क्या हो। पाउँछ नि छोरा, तिमीलाई सजिलो हुन्छ र? तिमीलाई गाह्रो हुन्छ, मलाई त्यो त गाह्रो हुन्छ। बिस्तारै मिलाउला नि बुढी, हामी मिलेर सँगै। कहाँ मिलाउने कुरा, चुप लाएर बस्छ। तिमी आज थाक्यौ, आराम गर, पर्दैन छोरा छोरा। ल आजको लागि चाहिँ अब आराम गरौँ। आज चाहिँ नाइ भन्यो, भोलि चाहिँ नाइ भन्न पाउँदैनौ नि फेरि। अरू र राहुले सुत्न जान्छौँ। मेरो बुढीलाई त्यत्रो सिलाइसी दुख्दैन र बुढा? म तिमीलाई बेलुका मसाज गरिदिइहाल्छु नि। मसाज गरिदिने कि झन्डु लगाउँछ। बुढा, मलाई त्यो अस्ति किनिदिन्छु भनेको औँठी किन्यौ है? हुन्छ, म किनिहाल्छु। के छ? तेरो के छ? मेरो नि ठिकै छ। जामिनाहरूसँग हामी खाजा खान सबै सँगै जाऊँ। ओए बुढा, हजुर। हाम्रो छुट्टै प्लान छ कि? के प्लान हो फेरि? आज हाम्रो छुट्टै सानो प्लान छ कि? के प्लान होला फेरि? विदेशमा त यस्तो ल्याइदिएको छ अरे कि धेरै खाने होइन त्यस्तो फेरि? हुँदैन कि बुझ्ने, थोरै मात्र। थोरै खाऊ है बुढा, थोरै। थोरै खान्छु म, चिन्ता नगर न तिमी। यति थोरै हो कि? तेरो हालखबर? मेरो ठिकै छ, म तेरो भन्नु। मेरो पनि ठिकै छ। अनि तेरो त नाम निस्केछ त? यार, कस्तो मेहनत गरेर नाम निकालेको कुरा नगर। त्यही त, यस्तो राम्रो मेहनत गरेर नाम निकाल्ने होस् मौकाको मामु नै पढ्नुपर्छ। पढ्ने त भनेको मेरो सासु आमाले छोरा पा भनेर हैरान गरेछ। पढ्नु पर्दैन मात्र गर्छ, म त के गर्ने बस्छु। छोरा पारे कसरी छोरा पाउने हो? तँलाई गाह्रो हुन्छ, तेरो पढाइमा असर पार्दैन नि त। हो के अरे, त फेरि स्वास्थ्य चौकी गएर आएको भनेको होइन? पनि डुलेर आउँछ, आउने बित्तिकै पनि त्यसकै कोही चाहिएको। म बुढीको त कोही रहेन रहेछ यहाँ। बुढा, के गर्दै बसेको तिमी? भन न, यहाँ बसिरहेको छु कि। कान्छा, ए कान्छा, हजुर। कहाँ गएर आएको दिनभरि? तपाईँलाई दिनभरिको नीति खोजिदिनु पर्छ र
तिमीले मलाई बिहे गर्ने बेलामा प्रमिस गरेथ्यौ नि होइन मलाई पढ्न मन छ भने पढाइराख्छौ भनेर। हो भन न के गर्ने हो? अनि अहिले मैले बल्ल बल्ल गरेर नाम निकाल्दा चाहिँ आमाले मलाई छोरा पाएर बस घरमै गर्नु पर्दैन केही नि पढाइ भनेर भन्नुहुन्छ। म के गर्ने अब? त्यो कुरा गरौँला नि हामी, तिमी चिन्ता नगर न। अनि सुन न, आमाले चाहिँ एउटा कुरा गर्दै हुनुहुन्थ्यो, तिमी कलेज गएको बेला चाहिँ अब छोरी कसले हेर्छ भनेर। त्यस्तो भनेर हुन्छ त नि बुढा? मेरो मात्र छोरी हो र तिम्रो छोरी होइन? हो मेरो नि हो। आमाको पनि त नातिनी हो नि त। आमाले दिउँसोभरि हेर्दै त बेलुका म आइहाल्छु त मेरो छोरी हेर्नलाई। सक्दिनँ म कसैको छोराछोरी हेर्न। यहाँ आफ्नै बुढेसका लागेर हड्डी र छाला जस्तो भएको छ। तिमी चिन्ता गर्दै नगर न, तिम्रो लागि म छु त। तिमी जे भन्यो त्यही हुन्छ कि यो घरमा। हुँदैन कसैले भनेको केही पनि हुँदैन यहाँ। म सम्झौता नि आमा, हजुर चिन्ता नगर्नु न। जाऊ आफ्नै आमासँग। बुढी बुढी भन न के गर्ने हो? म तिम्रो लागि जे नै गर्छु कि, तिमी भन न मात्र। जे नि गर्छु भन्छौ अनि आमाको चाहिँ पछि पछि लाग्छ। होइन अब त तिमीले भनेको मान्यौ कि आमालाई सम्झाउने काम मेरो। अब मेरो साथीले परिवार नियोजनको विधि अप्नाएर आइसक्यो अरे। मलाई नि आफ्नो लागि के उचित हुन्छ भनेर हेर्नु मन छ। हामी भोलि बिहान नै स्वास्थ्य चौकी गएर बुझौँ एकचोटि। हुन्छ म अब भोलि नै आज नै अफिसमा कल गर्छु अनि बिदा माग्छु अनि जाम्ला नि। अफिसमा मात्र होइन आफ्नो आमासँग पनि बिदा माग फेरि। आमालाई त म भनिहाल्छु कि तिमी चिन्तै गर्नु पर्दैन। प्रमिस खाऊ पहिला। प्रमिस के बुढी, तिम्रो लागि त म जे नि गर्छु। ल जाऊ आफ्नो काम गरौँ, मलाई नि काम छ। हुन्छ जाऊ। पल्लवी र काजी सुत्न जान्छन्। अनि है बुढा? त्यहाँ नर्स जस्तो देख्छु मैले। नमस्कार सिस्टर। नमस्ते, आउनुहोस् बस्नुहोस् न, स्वागत छ तपाईँहरूलाई। धन्यवाद। हामी चाहिँ मेरो लागि परिवार नियोजनको के उचित हुन्छ भनेर सोधपुछ गर्न आएका आज। ए हजुर हुन्छ, तपाईँहरू चाहिँ ढुक्क भएर बस्नु। हामी बिच भएको यो कुराकानी पूर्ण रूपमा गोप्य रहनेछ, त्यसैले तपाईँहरूलाई जे भन्न मन लागेछ त्यसलाई चाहिँ निसङ्कोचको साथमा भन्न सक्नुहुन्छ। धन्यवाद सिस्टर। अनि तपाईँहरूको नाम के हो? मेरो नाम चाहिँ काजी हो अनि मेरो बुढीको नाम चाहिँ पल्लवी हो। ठिकै छ, तपाईँहरू कति वर्षको हुनुभयो? म 28 वर्षको भएँ अनि मेरो बुढी चाहिँ 24 वर्षको भयो। तपाईँहरूको छोराछोरी छ? हाम्रो चाहिँ एउटा मात्र छोरी छ, 2 वर्ष पुग्यो। अनि अहिले चाहिँ तपाईँले स्तनपान गराउँदै हुनुहुन्छ? गरेको छैन अहिले त। अनि पहिला कुनै परिवार नियोजन प्रयोग गर्नुभएको थियो? मैले अहिलेसम्म त गरेको छैन। मेरो अहिले भर्खरै पढाइमा नाम निस्केको छ अनि 3 वर्षको लागि पढ्नको बेलामा चाहिँ बच्चा नपाउने कि भनेर परिवार नियोजनको बारेमा बुझ्न आएका। ए केमा नाम निस्केछ तपाईँको? मेरो मास्टर्स इन एजुकेसन। ओहो, कङ्ग्रेचुलेसन छ तपाईँलाई। थ्याङ्क यू। त्यसो भए चाहिँ तपाईँहरूको लागि हर्मोनल विधि सही हुन्छ। अनि हर्मोनल विधिको पनि विभिन्न प्रकारहरू रहेको छ। यिनै एउटा दीर्घकालीन प्रतिवर्ती र प्रोजेस्टिन युक्त गर्भनिरोधक विधि हो। सिस्टर, त्यो लेबो भनेको चाहिँ के होला नि? लिभोनर्जेस्ट्रेल भनेको चाहिँ एउटा हर्मोन हो। यसले महिलाको मासिक नियमित महिनावारी हुनको लागि डिम्ब निष्कासन प्रक्रियालाई बन्द गर्छ। त्यसको कारणले गर्दाखेरि गर्भ रोक्नमा मद्दत पुर्याउँछ। त्यसै गरेर यसले महिलाको पाठ्यघरबाट निस्किने तरल पदार्थलाई बाक्लो गराएर पुरुषको शुक्रकीलाई पस्नबाट बचाउँछ र गर्भवती हुनबाट बचाउँछ। त्यसै गरेर यसको 3वटा प्रकारहरू रहेको छ, 1 रड, 2 रड, त्यसै गरेर 6वटा क्याप्सुलको। 1 रडमा चाहिँ इटिनोनर्जेस्ट्रेल रहेको हुन्छ भने 2 रडमा चाहिँ लिभोनर्जेस्ट्रेल रहेको हुन्छ। हालमा चाहिँ 6 क्याप्सुलको नट प्लान चाहिँ प्रयोगमा आउँदैन, किनभने यसले हाल्न र निकाल्न चाहिँ अप्ठ्यारो भएको कारणले गर्दाखेरि। अनि सिस्टर, कस्तो महिलाले प्रयोग गर्दा उपयुक्त होला नि? यो चाहिँ लामो समयसम्म गर्भ रोक्न चाहने महिलाहरू, त्यसै गरी स्तनपान गइरहेको महिलाहरूले र दैनिक चक्की खान बिर्सिने महिलाहरूले पनि प्रयोग गर्न मिल्छ। अनि सिस्टर, यसको निषेधहरू पनि होला नि? के होला नि त? यसको केही निषेधहरू पनि रहेका छन्। ती निषेधहरूमध्ये पहिलो हो निश्चित भएको वा शङ्का लागेको गर्भावस्था, त्यसै गरेर स्तनको क्यान्सर छ भने
मुटुको समस्या छ भने या प्रोजेस्टेरोन सम्बन्धी कुनै एलर्जी छ भने त्यस बेला चाहिँ प्रयोग गर्न मिल्दैन। तपाईँले एलर्जी त छैन नि? छैन सिस्टर, अहिलेसम्म त थाहा पाएको छैन। यसको फाइदा र बेफाइदाहरू चाहिँ के छन् होला नि? हो, यो यसको चाहिँ अत्यन्तै धेरै फाइदाहरू रहेको छ। यो चाहिँ 79% भन्दा बढी प्रभावकारी हुन्छ। त्यसै गरेर 3 देखि 5 वर्षसम्म पनि यसले काम गर्छ। स्तनपान गरिरहेको महिलाहरूले पनि प्रयोग गर्न मिल्छ। त्यसै गरेर यौन सम्पर्कमा पनि कुनै बाधा पुर्याउँदैन। है बुढा। त्यसै गरेर निकाल्ने बित्तिकै प्रजनन क्षमता फेरि फर्केर आउँछ। बेफाइदाहरू चाहिँ के हो नि? यसको फाइदाको साथसाथै केही बेफाइदाहरू पनि छन्। ती बेफाइदा मध्येको एक हो यौनजन्य सङ्क्रमणबाट बचाउँदैन। त्यसै गरेर प्रशिक्षित स्वास्थ्यकर्मीद्वारा मात्र लगाउन र निकाल्न सकिन्छ र महिनावारी अनियमित हुन पनि सक्छ। अनि प्रभावकारी चाहिँ कतिको छ नि यो? हो, अब यति कुरा भनिसक्दाखेरि पक्कै नै तपाईँलाई जिज्ञासा त भएको होला कति नै प्रभावकारी छ भनेर। यो भनेको एकदमै प्रभावकारी परिवार नियोजनको विधि हो। यसले चाहिँ 79% भन्दा बढी प्रभावकारी हुन्छ। त्यसै गरी 3 देखि 5 वर्षसम्म यसले काम गर्छ र यसको पहिलो वर्षमा चाहिँ गर्भ रोक्न सक्ने क्षमता चाहिँ धेरै नै बढी भएको कारणले गर्दाखेरि यो चाहिँ अत्यन्तै प्रभावकारी हुन्छ। अनि यसका साइड इफेक्ट्स पनि त छन् होला नि, होइन र? हो, यसको साइड इफेक्टहरू पनि रहेको छन्। पहिलो साइड इफेक्ट भनेको महिनावारी अनियमित हुनु, त्यसै गरेर महिनावारी नहुनु, महिनावारी हुँदाखेरि धेरै नै रगत बग्नु, स्तन दुख्नु, तौल घटबड हुने जस्ता समस्याहरू चाहिँ देखा पर्न सक्छ। तौल पनि घटबड हुन्छ यसले? के बुढी, तिमी जति मोटाइने म तिमीलाई माया गरिहाल्छु त। यो चाहिँ सबै महिलाहरूमा चाहिँ देखिन्न, कुनै महिलामा चाहिँ देखिन सक्छ भने कुनैमा चाहिँ देखिन सक्दैन। ए हजुरले विभिन्न प्रकारहरू हुन्छ भन्नुभयो नि, त्यसमा पनि मलाई कुन उचित हुन्छ होला नि? अब तपाईँले 3 वर्ष भन्नुभयो भनेपछि 1 रडको नर्भ प्लान चाहिँ तपाईँलाई उचित हुन्छ। अनि यो चाहिँ अब कहिले लगाउँदा ठिक हुन्छ? आजै लगाउनु पर्ने हो कि? तपाईँको महिनावारी नियमित छ कि अनियमित छ? नियमित नै छ। यदि तपाईँको महिनावारी नियमित छ भने महिनावारीको पहिलो दिनदेखि 5 दिनभित्र लगाएको उत्तम हुनेछ। यो दिनमा लगाएपछि तपाईँले चाहिँ कुनै पनि अरू परिवार नियोजनको विधि प्रयोग गर्नु पर्दैन। त्यसै गरेर यदि तपाईँले 5 दिनपछि लगाउनुहुन्छ भने गर्भ धन्यवाद।